बेसरी दुखिरहेछ। हिजो बेलुका कोदोको ढिँडो र मासु पनि खाएँ। आज बिहान त लुजा मजाले नुहाइदिएँ। जेसुकै होस् कहिले निको हुने हैन। सो हेलो गाइज, वेलकम छ मेरो सर्ट एन्ड स्वीट मिनी भ्लगमा। हिजो बेलुका चाहिँ मैले खसीको भुटन लिएर आएको थिएँ। प्रेसर लो भएर आँखा हेर्न पनि सकेको थिएन। के गर्नु, जबरजस्ती भए पनि खाना बनाएर खानै परिहाल्यो। यो मासुलाई मैले चाहिँ कराईमा नभुटेर कुकरमा बनाउन लागेको छु, किनभने एकदमै तेल मसलाहरू थोरै राखेर बनाउनु थियो। मैले चाहिँ सानो टुक्रा जायफल पनि राखेको थिएँ, किनभने चिसो लागेको छ भने यसले ठिक हुन्छ। साँच्चीकै मसला पनि एकदमै कम भएछ। मलाई यस्तै चाहिएको थियो। अलिकति थोरै नजानी त गरी रस हाले, त्यसपछि यो कुकरको बिर्को लगाइदिनु पर्यो भनेको मेरो यो कुकरको एउटा बिर्कोमा सिट्ठी नै छैन। ल अब चाहिँ मैले तरकारीको पनि तयारी गरिसकेँ। आज चाहिँ म खाना हैन ढिँडो पकाउन लागेको छु। अलिकति कराईमा पानी बसाले, त्यसपछि कोदोको ढिँडो एकदमै गिलो बनाएर पकाएको थिएँ। मलाई फेरि मासु पकाइसकेपछि खाना भन्दा ढिँडो नै मन पर्छ। देखिहाल्नु भयो, तेल मसला एकदमै कम राखेर यो मासु बनाएको थिएँ। हेर्दा त राम्रै देखिरहेछ, अब खाँदा चाहिँ कस्तो हुन्छ खाइसकेपछि थाहा हुन्छ है। ल अब चाहिँ ढिँडो र मासुको स्वाद खाएर म थाहा पाउँछु। तपाईहरु चाहिँ हेरेर अगाउनुस् है त। यो रुगा खोकी लागेर ननुहाएको पनि 15-20 दिन जति हुन लागेको थियो। मेरो कपाल त बाबाजीको जट्टा जस्तै भइसकेको थियो। आज चाहिँ नुहाइदिए जेसुकै हो। आजलाई यति नै। भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन दबाउन नभुल्नु होला। राधे राधे।